सबैमा नमस्कार। हामी आज उर्लाबारी 4 आइताबारे स्थित बिना खन्जोत प्रविधिबाट मकै रोपाईको कार्यक्रम गरेको छु भनेर हामीलाई निम्ता गर्नुभयो। त्यही भएर आज हामी यहाँ आइपुगेका छौँ। आएर हेर्दा आहा, साँच्चै नै लोभलाग्दा साह्रै नै राम्रा मकैका बिरुवा देखेर हामी पनि छक्क पर्यौँ। बाँझो खेतमा पनि यस्तो हुँदो रहेछ, यो कसरी सम्भव भयो, उहाँले कसरी यो लगाउनु भयो, यो कुरा हामी उहाँबाट नै जान्ने कोसिस गर्नेछौँ। तपाईहरुले पनि साथ दिनु होला। हजुर नमस्कार। नमस्कार, म राजकुमार खतिवडा। हजुर, घर मेरो उर्लाबारी 4 आइताबारे, म कृषक पनि हुँ। र मैले चाहिँ सबैभन्दा पहिले यो बिना खन्जोत मकै खेती हुन्छ भनेर चाहिँ हामीले यो विशेष गरी पश्चिमतिर हाम्रो मधुवन नगरपालिकाको कृषि अधिकृतबाट पनि हामीले त्यहाँ उहाँको भिडियोहरू म हेर्थेँ, सुनेको थिएँ। अनि अगाडि पनि गत साल पनि मैले त्यस्तो भिडियोहरू युट्युबबाट हेरिरहेको थिएँ। र एकचोटि गरौँ न त भनेर यो मैले 15 दुर जति जग्गामा यो चाहिँ बिना खन्जोत मकै खेती गरेको छु। मैले यो खेती गर्दा चाहिँ सर्वप्रथम के गरेँ भन्दाखेरि चाहिँ मेरो थ्रेसर लगाएको सोतर थियो, परालको सासानो टुक्रा। पहिले मैले चाहिँ यसलाई के गरेँ भन्दाखेरि मकै चाहिँ रोपिसकियो। मकै रोपिसकिएपछि मैले थ्रेसर लगाएको परालको सासानो टुक्राले मकै रोपिसकेपछि मैले त्यो चाहिँ मकै रोपेको ठाउँमा चाहिँ मैले छोपिदिएँ। कसरी गरेँ भने यसलाई मैले सुरुमा चाहिँ डोरी टाँगेर लामो वारपार डोरी पनि टाँगेँ। अनि डोरी टाँगेपछि के गरेँ भन्दाखेरि त्यहाँनेरि हँसियाको मास रोपे जस्तै गरेर हँसियाको चुच्चाले चाहिँ मकैको दाना रोपियो। अनि त्यस पछाडि परालको सोतरले छोपियो र त्यो छोपिएपछि मजाले मकै उम्रियो। त्यसमा चाहिँ मैले मकैको बिउ हानिसकेपछि रोपिसकेपछि युरिया त लगाइनँ, डिएपी र पोटास चाहिँ लगाएँ। लगाएपछि अहिले मकै 5 पात र 6 पातको अवस्था छ। मकै एकदम राम्रो अवस्थामा छ। मैले योभन्दा माथितिर ट्र्याक्टर लगाएर जोतेर रोपेको ठाउँमा भन्दा पनि यो बिना खन्जोत गरेको मकै रोपेको ठाउँमा चाहिँ मेरो मकै एकदम राम्रो देखिएको छ। हवस् त। हस्, धन्यवाद।